लु है गुड मर्निङ सबैजनालाई। आज चाहिँ कपाल लामो केराटिन बनाएको आएको छ। न्यानो बोटक्स पहिला नै गरिसकेको, यो चाहिँ पर्मनेन्ट स्ट्रेट गरेको। अब यसपालिदेखि अहिले त सबैले केराटिन युज गर्छ, त्यही भएर केराटिन कपाल स्ट्रेट गरिरहेको छु अहिले है। त्यो पनि न्यानो बोटक्स। कपाल त राम्रै छ, कलर हल्का कालो लागेको रहेछ। अब हेर्दै जाउँ यसको रिजल्ट कस्तो आउँछ। कपाल त के साह्रो लामो, मेरो यो क्रिम त 2 जनाले पुग्ने जति त सबै लाग्ने रहेछ। अब यो आइरन गर्न चाहिँ लास्टै गाह्रो हुन्छ। क्रिम लाउन चाहिँ दन्न सक्यो होइन। यसलाई ऱ्यापिङ गरेर राख्नुपर्छ। लु यताउता मिलाएर सक्यो, ऱ्यापिङ गरेर राखिरहेको छ। त्यो सकेर अनि अहिले सुकाएर स्ट्रेट पनि गर्ने स्टार्ट भइसक्यो। यसको लागि चाहिँ फ्यान चाहिन्छ हो, हावा बिर्न त फेरि गुम्सेर गाह्रो हुन्छ। कति लामो के बापरे, दान सकेर फाइनली लुक्स यस्तो भयो है। हजुरहरूलाई पनि गर्ने केही इच्छा छ भने हाम्रो पार्लरलाई भिजिट गर्न सक्नुहुन्छ। इभन केटी मात्रै होइन, केटाकेटी सबैको लागि है। अनि फाइनली अलिअलि टुप्पो काटिरहेछ। धेरै नकाट्नु भनिरहेछ, तर अलि टुप्पोले चाहिँ अलिक कस्तो देख्यो कि माथि राम्रो, तर टुप्पोले गर्दा फेरि पहिला काटेको चाहिँ अलि छेउबाट अलिकति पातला भइसकेको छ। त्यही भएर हल्का यु सेपमा काटिरहेछ। ल दन्न लास्ट कटिङ गर्दै अब एकछिन हल्का दायाँ बायाँ यताउता मिलाउँदै, किनभने यता साइडको अलि धेरै के भन्छ अलि ठुटे रहेछ पहिलादेखि, उता साइडको त अलि धेरै राम्रै छ। त्यही भएर मिलाउँदै जाँदा अलिअलि मिलाउनु पर्यो, यो सेपमा त राख्नै पर्यो। ल फाइनली सक्यो, रिजल्ट पनि यस्तो भएको छ है। ल सबैजनालाई आउन सक्नुहुन्छ। आजलाई यति, फेरि भोलिको भिडियो पनि आउँछ है। गाइस सबैजनालाई सपोर्ट गर्दै गर्नु होला। ओह मक्खा पऱ्यो लासो सक्यो यहाँनिर। ओहो ल थ्याङ्क यू सो मच। ओह फेरि आएन ठुलोमा हेरेँ। ओ माई गड, कपाल त हो, मलाई पनि कपाल लामो पालौँ जस्तो लाग्यो अरे के। ल थ्याङ्क यू सो मच। आजलाई यति है।